Namaste, I am Arun Shrestha, the founder and managing director of Prakriti Resort and Organic Farm. Prakriti Resort and Organic Farm is located in the buffer zone of Shivapuri Nagarjuna National Park in a place called Haibung in Melamchi municipality in Sindhupalchok district. Prakriti Resort and Organic Farm emits the natural beauty, biodiversity and flora, and it is also closely connected to the local Gurung communities. Before the project was started, I was engaged in running the project called Nepal Environment Tourism Initiative Foundation. It was 5 years term project funded by Finland government. After the project completion, we wanted to make model what we had envisioned during the project time, make a model for sustainable tourism. We want to establish this place as a sustainable tourist destination where the environment is not hampered, where the local communities are not exploited, and where the cultural should be integrated in the project. With these three philosophies, we started this project in 2013. Prakriti is not only a business, it is a relationship, it is a responsibility, and it is the future that we want to build towards the land, towards the people, and towards the next generation. नमस्ते, म समृद्धि सुनुवार। म चाहिँ यो प्रकृति रिजोर्ट एन्ड अर्ग्यानिक फार्ममा चाहिँ एज एन एचआर काम गर्छु। म यहाँ काम गरेको चाहिँ अलमोस्ट 2 इयर्स हुन लाग्यो। एज एन एचआर हैन, हामी चाहिँ टिम अनुसार म्यानेजमेन्ट टिम हुन्छ कि फार्म टिम हुन्छ कि हाउसकिपिङ टिम हुन्छ कि किचन टिम हुन्छ कि सबैजना मिलेर आफ्नो खुबी के छ त्यो अगाडि ल्याएर हुन्छ कि अरूहरूको के नराम्रो पोइन्ट्सहरू छ त्योहरू अगाडि ल्याएर औलाएर हुन्छ कि त्यसलाई इम्प्रुभ गरेर कसरी चाहिँ हामी सरको भिजनलाई एकदम प्रोग्रेसमा ल्याउन सक्छौँ त्यो कुराहरू चाहिँ हामी मिलेर एज अ टिम एफोर्ट सबै कुरा गर्ने सक्षम छौँ। नमस्ते, मेरो नाम चाहिँ मनसा गुरुङ हो। म चाहिँ यहाँ चाहिँ एज अ रिसेप्सनिस्ट 1 वर्षदेखिबाट म यहाँ काम गर्दै आइरहेको छु। मेरो घर चाहिँ यही सिन्धुपाल्चोक मेलम्ची हैबुङ यही नै हो। म चाहिँ यहाँको स्थानीय। हाम्रो चाहिँ यो हस्पिटालिटी मात्र नभई हाम्रो चाहिँ फार्म प्लस कम्युनिटी अनि इन्भाइरोमेन्ट प्लस कल्चरलाई समेत समेटेर हामीले चाहिँ अगाडि बढिरहेको छौँ। हामीले चाहिँ उहाँहरू आउनु भएपछि चाहिँ एउटा रिसोर्टमा आएर बस्नको लागि मात्र नभई हामीले चाहिँ एउटा परिवारलाई जसरी नै ट्रिट गरेर अनि एउटा पारिवारिक वातावरण चाहिँ उहाँहरूलाई दिन्छौँ र उहाँहरू आउनु भएदेखिबाट जाँदासम्म हामी चाहिँ एउटा फ्यामिली इन्भाइरोमेन्ट चाहिँ क्रिएट गरेर गर्छौँ। हामी चाहिँ उहाँहरू आउनु भएपछि हामीले के गरिरहेछौँ हाम्रो रिसोर्टमा भनेर हामीले चाहिँ उहाँहरूलाई फार्म टुर गराउने प्लस सबै कुराहरू ब्रिफिङ गरेर उहाँहरूलाई देखाउने गरेर चाहिँ गर्छौँ। हाम्रो चाहिँ रिजोर्टमा हस्पिटालिटीमा प्लस बाहिर फार्ममा गरेर चाहिँ हाम्रो टोटल अराउन्ड 40 चाहिँ स्टाफहरू छ। हामी चाहिँ प्रायः जस्तो हाम्रो यहाँ स्टाफ चाहिँ 75% चाहिँ हाम्रो यहीँको लोकल स्टाफहरू चाहिँ हुनुहुन्छ। हामी चाहिँ यहाँ चाहिँ एज अ फ्यामिली मेम्बर सबैजना एक ग्रुप भएर टिम वर्कमा चाहिँ हामी काम गर्छौँ। मेरो नाम शशि भण्डारी हो। म पहिला मुम्बईमा पढेको अनि मुम्बईबाट पढेपछि अनि त्यहाँ काम गरेँ 1 साल अनि त्यहाँबाट म फेरि नेपाल आएको। अनि नेपालमा म काठमाडौँ 2 साल काम गरेँ। 2 साल काम गरेपछि म यहाँ प्रकृतिमा आएको। प्रकृतिमा सिडिपी लेभलमा आएको थिएँ म। यहाँ अहिले सुसेपमा कार्यरत कन्टिन्यू मेरो भइरहेछ। हाम्रो चाहिँ यहाँ धेरै मेनुहरू छ। हाम्रो मेनुहरू चाहिँ अब विभिन्न किसिमका छ। यसमा आलाकार्ट मेनु, सेट मेनु अनि सिजनेबल मेनु पनि छ हाम्रो। अनि त्यसले गर्दा हामी चाहिँ अब विभिन्न प्रकारका खुवाउन सकिन्छौँ गेस्टलाई। यहाँ हाम्रो फार्मिङले गर्दा चाहिँ हामी यहाँ धेरै डिपेन्ड हुन्छौँ। भेजिटेबलहरूले गर्दा हाम्रो चाहिँ यो बारीबाट आएको भेजिटेबलहरू सबै हामी यहीँ सकेसम्म यहीँ खुवाउन चाहन्छौँ। यहाँ भएको भेजिटेबलहरू हाम्रो बारीबाट भएको भेजिटेबल बढी भएको हामी चाहिँ मार्केट राखेर पनि सेल्स गर्छौँ। हाम्रो यहाँ फार्म टु टेबल एउटा मेनु छ। त्यो हामी चाहिँ हाम्रो एउटा समिति छ। समितिले गर्दा हामी चाहिँ फार्म भिजिट गर्छौँ। अनि फार्म भिजिट गर्दाखेरि हामी यहाँ भएको तरकारीहरू जुन पनि बढी हुन्छ त्यो हामी चाहिँ पहिला चाहिँ गेस्टलाई खुवाउने चाहिँ ट्राई गर्छौँ। सकेसम्म यहीँको खानुहुन्छ गेस्टहरूले, पौष्टिक खानाहरू हुन्छ हाम्रो। त्यसले गर्दा चाहिँ फार्म टु टेबलको मेनु चाहिँ हामी त्यो बढी फोकस गर्छौँ। हाम्रो यहाँ सकेसम्म अचारहरू हामी जति पनि बनाउँछौँ सबै यहीँ बनाउँछौँ। होममेड अचारहरू हुन्छ, मुलाको अचार हुन्छ, लप्सीको अचारहरू हुन्छ, टमाटरको अचारहरू हुन्छ,
गुन्द्रुक हाम्रो यहीँ बारीको सागको गुन्द्रुक हामी फर्मेन्टेड गरेर बनाउँछौँ। हाम्रो यहाँ हर्बल गार्डन पनि छ। जडीबुटीहरू चाहिँ हामी अब यो सकेसम्म यहाँ हामी चाहिँ खानामा युज गर्छौँ। हामीले जुन चाहिने हुन्छ त्यो बेसिसमा हामी टिपेर अनि फ्रेस हामी चाहिँ सर्भ गर्छौँ रेस्टुरेन्टलाई। हामी लोकल मिटहरू चाहिँ हामी गाउँबाट चाहिँ हामी ल्याउँछौँ। त्यो हाम्रो चाहिँ चिकन भयो, मटन भयो, त्यो हामी सबै यो गाउँबाट ल्याउनुको कारण चाहिँ हाम्रो चाहिँ कार्बन इमिसन कम गर्नलाई चाहिँ हामी यसमा धेरै फोकस गरेका हौँ। त्यसले गर्दा चाहिँ हामी यो सकेसम्म यो गाउँको पनि फ्रेस हुन्छ अनि हामी विकली बेसिसमा चाहिँ यो पर्चेस गर्छौँ। धेरै दिनको पनि हामी फ्रोजन गरेर राख्दैनौँ। अझ हामी ग्यासहरू कम युज गर्नलाई हामी इन्डक्सनहरू युज गर्छौँ। सोलर इनर्जीबाट पनि हामी पकाउने चाहिँ पुरै हाम्रो प्रयास चाहिँ जारी हुन्छ। हाम्रो अब वेस्ट म्यानेजमेन्टमा हाम्रो चाहिँ बायोडिग्रेडेबल जुन हुन्छ, जुन हामी चाहिँ फार्ममा पठाउँछौँ त्यो चाहिँ हाम्रो मलमा चाहिँ परिणत हुन्छ। अनि हामीले चाहिँ अब गाईबस्तुलाई खुवाउने चाहिँ भेजिटेबलहरूको चाहिँ अफर जुन हुन्छ त्यो हामी चाहिँ गाईबस्तुलाई हामी दिन्छौँ। एक्सेल्सहरू चाहिँ हामी चाहिँ अब यो रुख बिरुवाहरूमा युज गर्छौँ। अनि त्यसै गर्दा हाम्रो क्यानहरू, टिनहरू जुन प्लास्टिकहरू छ त्यो हामी रिसाइकलको लागि चाहिँ हामीसँग एउटा पोलिसी छ, त्यो हामी रिसाइकलको लागि पठाउँछौँ। त्यो ग्रिस ट्याप हाम्रो चाहिँ अब हामी सकेसम्म यो काठहरूको लागि हामी युज गर्छौँ। त्यो हामी चाहिँ वेस्ट म्यानेजमेन्टहरू फ्याल्दैनौँ, जथाभावी चाहिँ हामी फ्याल्दैनौँ। त्यो चाहिँ एकदमै माटोहरूलाई बिगार्ने चाहिँ त्यसको हुन्छ। त्यसले गर्दा चाहिँ हामी सबै यो काठहरूमा पेन्ट गर्नलाई चाहिँ राख्छौँ। यहाँ काम गर्दाखेरि हामीलाई चाहिँ एकदम रमाइलो लाग्छ। हाम्रो एउटा चाहिँ यहाँ एउटा सस्टेनेबल टुरिज्मको अन्तर्गत पनि यहाँ कामहरू भइरहेको। मैले यहाँ आएर धेरै कुराहरू सिकेको छु। त्यसले हामी चाहिँ अब वेस्ट म्यानेजमेन्टहरू, जिरो वेस्टहरू हामीलाई केही पनि थाहा थिएन पहिला। हामी अब ठुल्ठुलो होटलहरूमा योहरू चाहिँ ध्यान दिँदैन। त्यसले गर्दा यो चाहिँ एवेरनेसको लागि पनि हामी एउटा सजेस्ट गर्छौँ मान्छेलाई, जुन अब यो हाम्रो जुन एक्सपिरियन्स हुन्छ त्योमा अरूले हेर्नुहोस् अनि सिक्नुहोस् भनेर हामी चाहिँ भन्छौँ। नमस्ते, मेरो नाम निर्मला गुरुङ। म मेलम्ची 3 हयपुङमा बस्छु। मेरो घर चाहिँ यहीँ तल हो, 30 मिनट लाग्छ आउनलाई। मैले चाहिँ यहाँ काम गरेको 8 वर्ष भयो। अरू कतै त्यस्तो यो हाउसकिपिङको काम गरेको थिएन। यहीँ आएर ट्रेनिङहरू दिएर अनि यहीँ नै सिकेको। त्योहरू मिसाएर, त्यो जडीबुटीहरू मिसाएर अनि केमिकल नराखिकन बनाउँछौँ। त्यसबाट नै हामीले क्लिनहरू गर्छौँ। अनि साबुन अनि ह्यान्ड वास अनि त्यसपछि स्याम्पू पनि त्यहीबाटै चलाउँछ। यहाँ चाहिँ हाम्रो विदेशी पाहुनाहरू धेरै आउनुहुन्छ। अनि उहाँहरूको अब सरसफाइको लागि भनेर हामीहरूले चाहिँ साकल युज गर्छौँ। साकल भनेको चाहिँ त्यसमा अमला अनि भुइँ कटर अनि रिठ्ठाको गेडाहरूबाट बनेको हुन्छ। अनि सरसफाइको लागि पनि त्यही नै प्रयोग गर्छौँ। अनि ह्यान्ड वास अनि स्याम्पूमा पनि त्यही नै युज गर्छौँ। हामी चाहिँ फोहोरहरू, रुमबाट आउने फोहोरहरू चाहिँ कुहिने चिज छुट्टै अनि प्लास्टिक छुट्टै अनि त्यसपछि बोतलहरू छुट्टै, टिन छुट्टै राख्छौँ गरेर अनि उता राख्ने ठाउँ छ त्यहाँ लगेर राख्छौँ। हाम्रो रुममा चाहिँ प्लास्टिकको सामानहरू चाहिँ केही पनि युज गर्दैन। अनि पानी पिउनको लागि सिसाको जग छ, ग्लास छ। अनि त्यसपछि बायो ब्यागहरू प्रयोग गर्छौँ। अनि त्यसपछि ब्रसहरू चाहिँ बेम्बो ब्रस राख्छौँ। प्लास्टिक चाहिँ हाम्रोमा चाहिँ जिरो नै बनाउने त्यो कुरा छ। यहाँनिर काम गर्नु पाउँदा चाहिँ मलाई धेरै खुसी लाग्छ, रमाइलो पनि छ। वातावरणहरू नि एकदम राम्रो छ, सरसफाइ छ। अनि मेरो घर फ्यामिलीले नै धेरै सपोर्ट गर्नुभएको छ। घरको नजिकै काम पाएको छ। अब अरू मान्छेहरू सबै विदेश जान्छ, म चाहिँ जानु परेको छैन। अनि के अरे घर नजिकै वरिपरि काम गर्नु पाएकोमा खुसी लाग्छ। अनि बिहान बेलुका घरको काम पनि भ्याउँछु। नमस्ते, मेरो नाम देवेन्द्र ठाकुर हो। मेरो घर लाहान सिराहा भटियाटोल 12 मा पर्छ। म यहाँ काम गरेको 20 महिना भयो। यहाँ मेरो काम भनेको अब डिपार्टमेन्टमा चाहिने सामानहरू, त्यो सामानलाई जति सामान छ त्यो अनुसार म पुर्याउँछु। अनि त्यहाँदेखि यहाँ स्टक इन्भेन्ट्री कति छ, के छ, त्यो सब म हेर्छु। अनि हाम्रो तरकारी सामानको खण्डमा अब हाम्रो बारीबाट 50% बारीबाट ल्याउँछौँ। अनि 20% हाम्रो गाउँ यहाँ समुदाय नजिकै हाम्रो गुरुङ गाउँ भन्ने छ, त्यहाँबाट 20% ल्याउँछौँ। अनि नपुगेको खण्डमा हामी 30% काठमाडौँबाट ल्याउने गरेको छ।
हामी अब काठमाडौँको सबै भेन्डरसँग कन्ट्र्याक्ट गरेका छौँ। उहाँहरूलाई पनि अब कन्ट्र्याक्टमा लेखेअनुसार प्लास्टिक नपठाइदिनु होला। हामीले त्यसको ठाउँमा हामी छुट्टै आफैले एउटा कपडाकै ब्याग कपडाकै झोला हामीले दिएका छौँ। अनि उहाँहरूले पनि अब सामानहरू त्यही ब्यागमा प्लास्टिकमा नपठाइकन त्यही ब्यागमा हालेर पठाउनुहुन्छ। त्यसले गर्दा हाम्रो यहाँ प्लास्टिकको पनि निर्यात अलि कमै हुन्छ। त्यसले गर्दा हामीलाई अलि सजिलो भएको छ, प्लास्टिक न्यूनीकरण गर्नलाई एकदम सजिलो भएको छ। यहाँ त मौसम पनि एकदम सफा, मौसमदेखि सबै यता हावा पानी वातावरण यताउति सबै मलाई यस्तो लाग्यो कि अब आफ्नै घरमा छु जस्तो लाग्यो। मलाई यहाँ बस्न पनि एकदम रमाइलो, अनि काम गर्ने वातावरण पनि यहाँ एकदमै सब राम्रो भएर जस म यहाँ एकदम रमाइलो लागिरहेको छ मलाई यहाँ काम गर्न। हामीले अब यहाँ त सबै कुरा अब पाउनु पनि पाउँदैन। अब कुनै सामान हामी बाहिर काठमाडौँ भ्यालीबाट मगाउनुपर्छ। त्यो मगाउनु परेको खण्डमा हामी अब अलिअलि प्लास्टिक त आउँछ नै। हामी अब जिरो प्लास्टिक अन्तर्गत अब त्यो अन्तर्गत काम गरिरहेको छौँ। त्यही पनि अलिअलि प्लास्टिक आउन हुनाले हामीलाई एकदमै च्यालेन्जिङ भइरहेछ। अब जस हामी न्यूनीकरण गर्न खोजिरहेछौँ त्यो सकिरहेको छैन हुनाले हामी त्यही मेन्टेन गर्न खोजिरहेछौँ। मेरो नाम कृष्णबहादुर शिवभक्ति, मिलम्ची नगरपालिका 3 हैबुङ। अब अहिले चाहिँ अब हाम्रो यसलाई चाहिँ प्रकृति रिसोर्टको छेउमै ओख्रिनी भनिन्छ हाम्रो यो ठाउँलाई। पुरानो भाषामा चाहिँ म चाहिँ यहीँ बस्छु। यहाँनिर कुनै पनि हरेक बोट बिरुवाहरूमा विषादी यहाँनिर अब राख्दैन सबै कुराहरू अब विषादी मुक्त छ। र त्यो कारणले गर्दाखेरि अब खेतीपातीहरूमा मैले काम गरेको 9 वर्ष भयो। त्योभन्दा अगाडि चाहिँ म त्यहाँबाट पछि आएपछि यहाँ प्रकृति रिसोर्टमा चाहिँ अब आएर चाहिँ काम गर्न थालेको के अरे 9 वर्ष भयो। वेस्ट म्यानेजमेन्ट चाहिँ हाम्रो हरेक कुराहरू आफ्नो आफ्नो सेक्टर छ। अब किचनबाट आएको फोहोरदेखि लिएर अब हाम्रो रुमबाट आएको फोहोरदेखि लिएर हाउसकिपिङ अनि काम गर्दा वरपर फिल्डबाट आएको फोहोरहरू अब सबै कुराहरू चाहिँ हाम्रो एउटा सङ्कलन गर्ने एउटा स्टोर, सबैको आफ्नो आफ्नो सेक्टरको स्टोर छ। स्टोरमा ल्याएर अब जल्न सक्ने एकपट्टि, अब मल हुने एकपट्टि, अब टिना एकपट्टि, बोतल एकपट्टि सबै छुट्टिन्छ। हाम्रो यहाँ आउनुभन्दा हाम्रो त्यो फोहोर सङ्कलन हुने ठाउँ आउनुभन्दा पहिला नै छुटिसकेर आएको हुन्छ। हाम्रो किचनबाट निस्केको चाहिँ जति सागसब्जीहरू अब काउली, मुला, बन्दाहरूको पातहरू यस्तो चाहिँ हाम्रो सबै कुराहरू चाहिँ मल अब अथवा गडेउडा मलमा, अनि पशुपालन छ हाम्रो भैँसी अब गाईहरू छ, त्यसलाई चाहिँ कोही अब गाई बस्तुलाई खुवाउँछौँ भने कोही चाहिँ अब गेडौँलामा चाहिँ युज गरेर चाहिँ हामीले त्यसरी गर्ने गरेको छौँ। अब हाम्रो फिल्डमा अर्ग्यानिक फर्ममा चाहिँ 3-4 थरीको उत्पादनहरू अलिक बढी मात्रामा सक्रिय भएर गर्ने गरिएको छ। जस्तै तरकारी भयो, फलफुल भयो, अब जडीबुटी भयो। अब फलफुलहरूमा च्यासिड भयो, अब स्ट्रबेरी भयो। यसमा चाहिँ हामीलाई अलिकति अब राम्रो र स्वास्थ्यको लागि सबै कुरा लाभदायक हुनेहरू च्यासिड भयो, किवी भयो। अब यस्तो चिजहरू चाहिँ एकदमै ग्यासको माग अनुसारको हामीले अझ पुर्याउन सकिराखेको छैनौँ। र यसलाई चाहिँ हामीले सक्दो अब यसलाई चाहिँ बढीभन्दा बढी निकाल्ने प्रयासहरूमा गरिराखेका छौँ। र जडीबुटीहरू त्यस्तै छ। अब विदेशीहरूको पाहुनाहरूको लागि अब जडीबुटीबाट जस्तै अब चिया खानको लागि हरेक कुराहरू अब जडीबुटीको चिया मन पराउनुहुन्छ उहाँहरूले। अब त्यस्तो खानको लागि हामीले एकदमै त्यो छुट्टै एउटा अब व्यवस्थापन गरेका छौँ। र अब सब्जीहरूमा चाहिँ हामीले यहाँ हुने समयअनुसारको अनुकूल वातावरणमा हामीले काउली, बन्दा, मुलादेखि लिएर यो 1900-2100 हाराहारी भित्रमा फल्ने सागसब्जीहरू सबै प्रकारको चाहिँ हामीले देख्न सकिन्छ र लगाएको छौँ। हाम्रो अर्ग्यानिक खेतीमा अब कुनै बेला मौसम समयअनुसारको चाहिँ हामी कहाँ किराहरू पनि लागेको हुन्छ। र त्यो किराहरूको लागि समस्याको समाधान गर्नको लागि हामीले नै घरेलु उपचारबाट चाहिँ विधि पद्धतिबाट चाहिँ हामीले उपचार गरिन्छ। जस्तै अब त्यसलाई चाहिँ हामीले क्यातुके, सिउँडी, तितेपाती, बकाइनो, निम, बोझो यस्तो चिजहरू चाहिँ हामीले
काटेर मसिनो धुलो पारेर 35 दिनसम्म राखिन्छ र त्यसलाई 35 दिनभित्रमा चाहिँ 1 लिटर बराबर 3 लिटर 4 लिटर पानी मिसाएर अवस्था हेरेर चाहिँ हामीले त्यसलाई चाहिँ अब हामीलाई जहाँ क्षति पुऱ्याएको असर दिइरहेछ त्यसलाई चाहिँ किराहरूलाई चाहिँ हामीले चाहिँ स्प्रेद्वारा चाहिँ नियन्त्रण गर्दछौँ। जस्तै हाम्रो अब वातावरणको हिसाबले हेर्नु पर्दाखेरि हाम्रो सरसफाइदेखि लिएर हरेक कुरा हेर्नु पर्दाखेरि हाम्रो किचनबाट बगेर आएको पानी फोहोर पानीहरू त्यो ग्रे वाटर त्यो पानी चाहिँ हाम्रो ग्रिज टाइपमा गएर जम्मा हुन्छ। ग्रिज टाइपमा 3टा 4वटा हाम्रो स्टेप गरी पार्टेसन गरेर बनाएको छ र त्यसमा गएर फर्स्ट लटमा गएर अब चिल्लो अब हरेक चिजहरूको तरल पदार्थहरूको त्यो चिल्लोदेखि लिएर हरेक कुराहरू चाहिँ तैरिने हुन्छ। त्यसलाई चाहिँ निकालेर हामीले अर्ग्यानिक मल बनाउँछौँ र त्यसबाट फिल्टर हुँदै हुँदै गएर हाम्रो अर्को सोकपिटमा 2टा सोकपिट छ। एउटा सोकपिटमा गएर सिधै झर्छ र दोस्रो सोकपिटबाट चाहिँ अनि पुरा बिरुवा लगाएर त्यसमा गर्नुपर्ने हाम्रो नीति नियमअनुसारको गिटीदेखि लिएर हरेक कुराहरू राखेर चाहिँ हामीले चाहिँ पुरै व्यवस्थित गरेको छौँ र त्यसमा हामीले फुल पनि लगाएको छौँ र त्यहाँबाट निस्केको पानीले चाहिँ वातावरणलाई चाहिँ स्वच्छ र सफा राख्ने काम गरिरहेको छौँ। जस्तै ब्ल्याक वाटरहरूको हिसाबमा भन्नुपर्दा हाम्रो सबै ठाउँमा चाहिँ अब टोयलेटबाट आएको सबैको चाहिँ हाम्रो सबै कोही सेफ्टी ट्याङ्कीबाट जाने छुट्टै छ, हात धोएको पानी गएर जमिनमा ट्याक्क अब जमिनमै अब सोसेर जाने व्यवस्थित गरेको छ र हाम्रो कुनै पनि त्यस्तो असर गर्ने चाहिँ ब्ल्याक वाटर ग्रे वाटरबाट छैन। सबै वातावरणको हिसाबमा राम्रो तरिकाले चलाइरहेको अवस्था छ। अब हाम्रो एउटै परिवार जस्तो भएर हामी काम गर्ने सिलसिलामा हाम्रो 20-22 जना हाम्रै गाउँको दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। उहाँहरूलाई चाहिँ एउटा रिसोर्टको नाताले एउटा म सेयर होल्डरको नाताले मैले म्यानेजमेन्ट गर्छु र उहाँहरू हामी एउटै टिम एउटै परिवार जस्तो भएर चाहिँ एकदम खुसीका साथ एकदमै अब नयाँ नयाँ कुराहरू सिक्नेको चाहना साथ उहाँहरू चाहिँ अब हाम्रो खेती फर्महरूमा र हाम्रो हरेक सेक्टरमा लागिरहनु भएको छ र उहाँहरू एकदमै खुसी हुनुहुन्छ। अब अहिले हामीसँग भएको दिदीबहिनीहरूदेखि लिएर हामीले जति श्रम गरिराखेको छौँ हामी सबैजना एकदमै खुसी छौँ र हामीले योभन्दा अगाडि गरिराखेको काम सिट्स हरेक कुराहरू अब सिक्ने प्रक्रियादेखि लिएर मल राख्नेदेखि लिएर हरेक कुराहरू चाहिँ हामीले चाहिँ अब यो लक्ष्य चाहिँ भोलि भविष्यमा चाहिँ हाम्रो गाविसबाट वरपरको छिमेकी गाविसहरूसम्म पुर्याउने योजना चाहिँ हाम्रो ठुलो कटिबद्ध र ठुलो योजना चाहिँ हाम्रो सबैजनाको योजना बनाइराखेका छौँ। अब मैले भन्नुपर्दाखेरि वातावरणदेखि लिएर हरेक चिजहरूलाई चाहिँ हामीले हो भाउ अरूको जस्तो नगरिकन हामीले एकदमै प्रकृति प्रेमीको आधारमा र जस्तै अब डिजाइनहरू पनि त्यो गाजागुजु नभएको सबैलाई मन पराउने र यसमा भएको हरेक कुराहरूलाई चाहिँ अब एक अर्कासँग नजोडेको अब असर नपर्ने तरिकाले र उत्तौलो नभइकन एकदम सिम्पल वातावरणीय अवस्थामा चाहिँ हामीले मेन्टेनेन्सहरू गरिराखेका छौँ।